रु 450 रुपियाँ प्रति गीता, न्यूनतम 50 गीता आवेदन अर्थात् एकैपटक करिब 22,500 लगानी गर्नुपर्ने। आखिर ट्याम फार्मास्युटिकल्सको आइपिओमा आवेदन दिनु सही हो कि होइन? यो भिडियो अन्तिमसम्म हेर्नुहोस् किनकि आज म तपाईँलाई सबै कुरा सजिलो भाषामा बताउनेछु। टाइम फार्मास्युटिकल्सले आफ्नो आइपिओ बुक बिल्डिङ विधिबाट ल्याएको छ। यस आइपिओको मूल्य प्रति गीता रु 450 तोकिएको छ र यसमा आवेदन दिनका लागि कम्तीमा 50 गीता आवेदन गर्नुपर्ने रहेछ। यसको अर्थ न्यूनतम आवेदन रकम 22,500 हुन्छ। त्यसैले यो साधारण आइपिओ भन्दा ठुलो लगानी आवश्यक पर्ने आइपिओ हो। अब धेरै प्रश्न हुन्छ, बुक बिल्डिङ विधि भनेको के हो? बुक बिल्डिङ विधिमा कम्पनीको सेयर मूल्य बजारको माग र लगानीकर्ताको रुचिको आधारमा निर्धारण गरिन्छ। यसले कम्पनीलाई उचित मूल्यमा पुँजी उठाउन मद्दत गर्छ। तर लगानी गर्नुअघि कम्पनीको वित्तीय अवस्था, नाफा, भविष्यको योजना र उद्योगमा सम्भावना राम्रोसँग अध्ययन गर्नु अत्यन्त आवश्यक हुन्छ। आइपिओ आएको भन्दैमा हतारमा आवेदन नदिनुहोस्। पहिले कम्पनीको आम्दानी, नफा, भविष्यको वृद्धि, व्यवस्थापन र मूल्याङ्कन राम्रोसँग हेर्नुहोस्। यदि कम्पनीको आधारभूत अवस्था बलियो छ भने मात्र लगानी गर्ने निर्णय लिनुहोस्। याद राख्नुहोस्, कुनै पनि आइपिओमा नफाको ग्यारेन्टी हुँदैन। संक्षेपमा भन्नुपर्दा टाइम फार्मास्युटिकल्सको आइपिओ 450 प्रति गीतामा आएको छ र न्यूनतम 50 गीता आवेदन गर्नुपर्ने भएकाले करिब 22,500 लगानी आवश्यक पर्छ। तपाईँ यो आइपिओमा आवेदन दिनुहुन्छ कि हुँदैन? आफ्नो विचार कमेन्टमा अवश्य लेख्नुहोस्। यदि यस्ता आइपिओ सम्बन्धी जानकारी नियमित रूपमा चाहनुहुन्छ भने भिडियो लाइक गर्नुहोस्, सिभिल गुरु च्यानललाई सब्सक्राइब गर्नुहोस् र बेल आइकन थिच्न नबिर्सनुहोला। धन्यवाद।